11 बजेर 2 मिनट भयो बाटो फेरि सी गाइस बाटो हेर्नु सक्नुहुन्छ यस्तो खत्तम बाटो छ अनि खडखडिया स्कुटी त बिग्रिन्छ नि यार बाटो राम्रो छैन यार बाटो राम्रो बनाएको स्कुटी राम्रो हुन्छ सो गाइस अहिले चाहिँ म अहिले यहीँ छु होइन अब त्यहाँ राम्रोको चाहिँ देखाउँछु यहाँ चलाउनु अप्ठ्यारो हुन्छ क्या लाइक हुन्छ नि अब यहाँ एउटा हात पक्र्दै यहाँ चलाउनु अप्ठ्यारो हुन्छ सो इन्ट्रो चाहिँ मैले दिनको लागि भ्लग गरेको अब त्यहाँ जान्छु म अनि हेर्छु अब राजीवलाई पनि भेटौँ भनेको अब टाइम त 11 बजिसक्यो मलाई 1 बजीतिर 7:30 बजीतिर नाममा जानु छ सामान किन्न त भ्याउँछु होला सो गाइज अहिले त्यहाँ भेटौँला गाइज वेलकम ब्याक म आइसकेको छु फेरि भ्लग बनाएर होइन अनि आज चाहिँ आज राजीव पनि आइसकेको छ भ्लगमा हाम्रो होइन अनि फेरि यो बाटबाट निकालो त यस्तो चिकना पुरा खतरा यहाँ ढाड चिलाइछ उ त कालो भइसक्यो होला यार म पुरै उयो भएर वा मरम्मत गाईघाट चतरा अरे कहाँ जाने भयो सो अब हामी जाँदैछौँ के अरे टिभीएस सोरुम कि देखाउन जाँदैछौँ गाडी कति लाग्छ कति बनाउनु पर्छ होइन कति खर्च लाग्छ आइडन हो लाग्न त अब कति लाग्छ त्यहाँ गएर थाहा हुन्छ आजै बनाउने त होइन तर जस्ट गएर त्यहाँ देखाउने अब हेर्ने कति लाग्छ धेरै लाग्छ अब मसँग त पैसा छैन अब एउटा यही छ यसले गर्छ के गर्छ सो अहिले हामी हाइवे ट्रेनै हो क्या आवाज पनि ट्रेनै जस्तो छ हामी अहिले हाइवेमा छौँ अहिले पुग्न अझै टाइम छ अहिले अझ 10 मिनट लाग्छ होला आदित्यको हार्डवेयर यो के भन्दैछ अरे यत्रो यो राजीवको घर हो हेर्न सक्नुहुन्छ यत्रो ठुलो भए कसम कहाँबाट छिर्नु यार म त अरे भा लास्टै ठुलो भइसक्यो यो बनाउन त पहिला हेरेको छु मैले ओस अहिले हामी हाइवेमा छौँ अहिले पुग्न टाइम छ कति टाइम लाग्छ कुनै कति बज्यो 12 बज्न आँटिसक्यो प्रिटी लाइक यो हाम्रो बिजुली अफिस यहाँ बिजुली होइन यो हो बिजुली अफिस हाम्रो टिभीएस सोरुम कति अगाडि नै होला अझै बापरे बा क्रस चाहिँ कान्न क्रस चाहिँ सो गाइस घामले एकदमै मलाई पछाडि ढाडमा पुरै कालो बनाइदिन्छ होला होइन स्पिड हेर्न सक्नुहुन्छ यहाँ बी सेफ बी राइट सेफ राइटमा जानुपर्छ सेफ राइट त्यही हो राम्ररी चलाउनु राम्ररी आफ्नो ध्यान राख्नु फेरि जाँदा बिस्तारै चलाउनुपर्छ गाई स्लो मोसनमा राजीव जस्तो चलाउनुपर्छ त्यही चलाउँदा पनि एम्बुलेन्सहरू पाइपहरू कति टाइम लाग्छ आधी बाटो पनि पुगेको छैन यार अहिले हामी यहाँ भर्खर यहीँ छु के पुगाइदिनु कसलाई पुगाइदिनु एकछिनमै पुगिहाल्छु अहिले चलाउनु थालेछु भने आरामले शान्त तर यार घाम कस्तो लाग्यो क्या राजा ढाडै चिलिसक्नु त छिल्छ कति टाढा छ नि यहाँबाट हजुर म त नजिकै लाग्थ्यो यहाँ छ यामाहाको सोरुम अरे यामाहा यता छ महेन्द्र ट्र्याक्टर चलाउनु पर्छ लाग्दैछ अब राजु ट्र्याक्टर हिरो होन्डा अरे एक्स निकाल्दैछ यहाँ सेकेन्ड ह्यान्ड गाडीहरू यहीँ आएको थियो यार मैले गर्दा यहीँ आएको थियो यही बिच यही लाइनको उयो अगाडिको लाइनको दोकान हेर्न कुन बाइक छ यार यहाँ हेर बाइकै बाइक यहीँ आएको थियो होला म एभेन्जर्स लिन जानु केटिएम बुलेटहरू छ अरे भित्र बुलेटहरू छ पुरा बुलेटले भरिएको छ कसम यहाँ स्कुटी हेर्न आएको थिएँ म त्यसो भए नजिकै छ होला
कुमारी ब्याङ्क यहाँ छ। सो गाइज अब गाडीहरू किन्ने के भन्छ कुन ठाउँ रे बरगाछी के भन्छ है? बरगाछी भन्दा अगाडि छ। Pretty like a baby, so lonely you. हन्डाको सोरुम यतातिर तपाईँको हन्डाको सोरुम छ। अब निकाल्छ मान्छेले अनि फेरि एक्सिडेन्ट हान्छ। गाडीहरू अर्रेमा आयो कुन गाडीहरू जस्तो लाग्छ त मलाई। बाटो अब पुग्न आँटेको होला सायद। सो गाइस अहिले हामी सोरुमबाट आइसक्यौँ होइन। लगभग 15,000 जति खर्च लाग्छ स्कुटी बनाउनको लागि। अब के अगाडि पछाडि के बिग्रेको छ। अब दौड्ने हुन्छ, दौड्ने पैसा लाग्दो रहेछ। सो अब पैसा त छैन। 15,000 भनेको थोरै पैसा पनि होइन। बनाएन भने पनि अझै बिग्रिन्छ भन्ने डर। अब के गर्ने अब हेरौँ, घरमा कुरा गर्छु। अब कतैबाट त खोज्न अब कसले दिन्छ होला र दिने पनि आवाज छैन। गाह्रो छ जिन्दगी। सो हामी अहिले भित्र छिरिसकेको छौँ। अब घरतिर जानेको। गाडीको पुरा झर्किया उडेको छ। म यहाँ घर आइसकेको छु होइन, सामानहरू लिएर आइसकेको छु होइन। अनि सामान मुनि छ, म चाहिँ माथि आइसकेको छु। अब मेरो काममा जाने बेला भइसक्यो। अब आज पनि किचनमै हो होइन, जहिले किचनमै हो। पकाउन त केही आउँदैन मलाई होइन। सो अब किचनमा राखेको हुन्छ त ओके फाइन, म गर्छु होइन। भोलि चाहिँ म गर्न पाउँदैन किनकि भोलि मेरो पास्ने होइन मेरो नहरान होइन, मेरो बहिनीको नहरान हो। सो भोलि हेर्नुपर्छ गाइज। भोलि म ब्लग स्योर बनाउँछु। स्योर ब्लग तर लामो हुनसक्छ मेबी होइन। मेबी अलिकति लाजाउन पनि सक्छु होला म मेबी होइन। अलिक धेरै मान्छेहरू हुन्छ होइन। तर बट आई विल मेक होइन। मेरो अब ब्लग जर्नी अब स्टार्ट भइसक्यो। अब म हालिराख्छु जे होस्। म हग्न जान्छु, मुत्न जान्छु, तर बनाउँछु। सो अब कामतिर लाग्ने हो गाइज। अब गाडीमा हुँदाखेरि बनाउनै मिल्दैन क्या। मैले एउटा सामान किनेको थिएँ क्या मैले त्यो गाडीमा, मतलब बाइकहरू स्कुटीमा हुँदाखेरि त्यो सामान यो किनेको थिएँ। केही कामैको भएन क्या। नथिङ, दिस इज नथिङ क्या गाइज। यस्तो लफडा भएको नि मेरो भनाइन। म सोचेको थिएँ अब भ्लगिङ हान्छु, मोटो भ्लगिङ हान्छु, के भ्लगिङ हान्छु भनेको केही पनि भएन। सो आज कोही पनि छैन, सबैजना घुम्न गएको छन् होइन। म मम्मी बाबा मात्र छौँ। म पनि काममा गएको छु। मम्मी बाबा मात्र हुनुहुन्छ। यता राजीवले कल गर्दैछ मलाई होइन। सो गाइज अब भेटौँ। अहिले त्यही यस्तै छ अहिले मौसम। अब काममा जानु कुदिहाल्नुपर्छ 1 बजीसक्यो। ल गाइज अब काममा भेटौँ। म काममा आइसकेको छु। म किचनमा छु होइन। अनि किचनहरू सबै सफा गरिदिइसकेँ मैले। अनि यहाँ प्यानल पनि खोलिसकेँ। सबै थोक गरेर अहिले म यहाँ बसिरहेको छु होइन। अब अहिले अर्डर त आएको छैन, अर्डरहरू केही पनि आएको छैन। अहिले यहाँ मस्त बसिरहेको छु अनि चिलमा। काम अब यहाँ अर्डर चाहिँ धेरै आउँदैन, त्यही हो। यहाँ ढल्किने ठाउँ छ अनि हाम्रो किचन हो होइन। यहाँ अब अहिले अर्डर त आएको छैन होइन। बिस्तारै अर्डर आउँछ। मेरो मुख पनि देखिँदै छैन होला अहिले। ढोकासोका लागेको छ यहाँ। अहिले मान्छेहरू पनि छैन होइन। सो अहिले म बसिरहेको छु यत्तिकै। अनि के भन्छ भने अब आजको भ्लग पनि यहीसम्म अन्त गरौँ किनकि अब अहिले कामहरू आउँछ, काम गर्नुपर्छ। मैले काममा आएपछि त काम गर्नु पऱ्यो नि त, भ्लग त बनाउनु मिलेन। सो गाइज आजको लागि यति नै। भोलि चाहिँ म फेरि काममा जाँदिनँ। भोलि मेरो बहिनीको पास फेरि नाम राख्ने दिन। सो म त्यहीँ बस्छु घरमै होइन। सो गाइज भोलि भेटौँला। बाई बाई, स्टे ट्युन्ड एन्ड प्लिज लाइक एन्ड सब्सक्राइब एन्ड फलो त हुँदैन, सब्सक्राइब।